नमस्ते। नमस्ते। म नारायणदिता। म तीर्थराज पाण्डे। हामी तिम्रो ग्यालरीमा छौँ, पेन्टिङ ग्यालरीमा छौँ र मेरो नेपाल बसाइको अन्तिम क्षणमा छौँ। हामी छुट्टिँदैछौँ पनि अनि यो छोटो समयमा पनि हामी सँगै बस्यौँ, पेन्टिङ गऱ्यौँ, ल्यान्डस्केप पनि गऱ्यो। यो पार्टी के अरे वनभोज कार्यक्रम पनि हामीले गरियो। त्यसको साथसाथै एउटा तपाईँहरू समक्ष एकदमै खुसीको कुरा, यहाँ हामीले भिडियो बनाउँदैछौँ। तपाईँहरूले दिनुभएको साथ सपोर्ट, जति हामी बस्यौँ तपाईँहरूले साँच्चीकै भित्र अन्तरात्माबाट दिएको खुसीको कुरा हामी सेयर गर्न लागेका छौँ सबै माझ, होइन? अनि मेरो श्रीमतीले फोन गर्यो, मलाई दुई चारवटा तीर्थको पेन्टिङहरू गरेको फोटो दिनु भनेर उसले भनेकी थिइन्। मैले केही तस्विरहरू फोटो खिचेर पठाएको थिएँ। सबैभन्दा खुसीको कुरा तीर्थ, त्यो जुन फोटो राखेका थियौँ नि हामीले, त्यो विदिन हाफ आवरमा सबै पेन्टिङ सोल्ड आउट भयो। त्यो मेरो लागि, सुनिताको लागि, तिम्रो लागि भन्दा पनि हामी यति खुसी भयो कि त्यसको लागि पनि जसले हामीले यो पेन्टिङहरू लिइदिनु भयो, तीर्थलाई प्रोत्साहन दिनुभयो, हामी उहाँहरूलाई कुन कुन पेन्टिङ लिनुभयो र धन्यवाद दिँदै केही पेन्टिङहरू हामी मिठो पेन्टिङ अनि यो पेन्टिङ मन्जुश्री प्रधान कर्मचारी बहिनी हाल बेल्जियम हुन्छ, उहाँले किनिदिनु भएको छ। उहाँले मलाई साथ सपोर्ट गरिदिनु भएको छ। उहाँलाई धेरै धेरै थाहा छ तिमीलाई, तिम्रो र मेरो जब एउटा पोडकास्ट थियो, कति महत्त्वपूर्ण कुरा हुन्छ कि कहिलेकाहीँ त्यो हामीले सोचेका त थिएनौँ नि त। अनि युट्युबभित्र गएर कमेन्ट गरेर दाइ मेरो लागि एउटा पेन्टिङ भनेर भन्नुभयो। फेरि एकदम यस्तो मन हुन्छ नि उहाँको, दुःख देख्न सक्नुहुन्न, एकदम उदार दिलको हुनुहुन्छ। श्रीमानजी जितेन्द्र कर्मचारी मेरो सर हुनुहुन्छ, साथी पनि हुनुहुन्छ, एकै ठाउँ नजिक एउटै सहरमा बस्छौँ। उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद यो साथ सपोर्टको लागि। मन्जु बहिनी अनि जितेन्द्र सर, हार्दिक नमन। आएको छ यो पेन्टिङलाई माया गरेर नेत्रमा उहाँले मेरो पेन्टिङ किनेर मलाई साथ दिनुभएको छ, ऊर्जा थपिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। परदेशी जीवन सुख रहोस्, सपरिवारमा सुस्वास्थ्य कामना गर्दछु। थ्याङ्क यू सो मच नेत्रजी, हजुरको यो साथ सपोर्ट। सुनिताले बित्तिकै हजुरले यति साथ दिनुभयो, मेरो दोस्तको लागि म हृदयबाट नमन गर्न चाहन्छु। अर्को पेन्टिङ पनि यहाँ आइपुगेको छ। यो पेन्टिङलाई माया गरेर किनिदिनु भएको छ ध्रुव सिंह घाटले। हाल उहाँ बेल्जियम हुनुहुन्छ। उहाँले मलाई यो पेन्टिङ किनेर साथ दिनुभएको छ, ऊर्जा दिनुभएको छ। उहाँलाई धेरै धेरै हार्दिक आभार प्रकट गर्न चाहन्छु। उहाँको परदेशी सपरिवार स्वस्थ सुख हुनुहोस्। थ्याङ्क यू सो मच ध्रुवजी, यहाँले यति सपोर्ट गर्नुभयो, त्यसको लागि एकदम आभार व्यक्त गर्न चाहन्छु। अर्को पेन्टिङ छ, यो पेन्टिङ मन पराइदिनु हुने काशी जेटली भाइ फ्रम पोखरा। त्यो पेन्टिङ उहाँले मन पराइदिएर माया गरेर लिइदिनु भएको छ र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हार्दिक आभार प्रकट गर्न चाहन्छु। उहाँको व्यवसाय, व्यापार, उहाँको सबै कुराहरू सफल, हरेक चिजले सफलता पाइराखोस्। उहाँको स्वस्थ सदैव राम्रो रहिरहोस्, सपरिवारमा भगवानको कृपा बनिरहोस्। उहाँलाई धेरै धेरै काशी भाइ एउटा राम्रो गीतकार पनि हुनुहुन्छ र हाम्रो सुनिता गुरुङ र मैले चलाएको धेरै अभियानमा कुनैमा पनि साथ छुट्नु हुँदैन। उहाँको पनि हृदय असाध्यै विशाल छ। त्यसैले पोखरा अहिले हाल बाहिर गएर पनि पोखरामा हुनुहुन्छ। यो पेन्टिङ मन पराइदिनु भएकोमा भाइ धेरै धेरै धन्यवाद।
दिनुभएको छ, प्रेरणा दिनुभएको छ तपाईँप्रति नतमस्तक छु। थ्याङ्क यू सो मच। ल अब चाहिँ यो सबैभन्दा ठुलो पेन्टिङ पनि छ, राम्रो सबै राम्रो छन् पेन्टिङहरू। यो पेन्टिङ यो चाहिँ राजीव सर हुन्छ, राजीव चाम्लिङ है, र काठमाडौँ हुन्छ, सुशी ट्रेनिङ नेपाल काठमाडौँ चलाइरहनु भएको छ। हजुर, उहाँले यो पेन्टिङ मेरो पेन्टिङलाई माया गरेर मलाई साथ सपोर्ट गरिदिनु भएको छ। उहाँलाई हार्दिक नमन गर्दछु। राजीव भाइ धेरै धेरै धन्यवाद। तपाईँ जर्मनबाट फर्केर आएर नेपालमा यति राम्रो प्रगति गर्नुभएको छ। वास्तवमा राम्रो मान्छेको सदैव राम्रै हुन्छ। तपाईँले म्यासेज पनि दिनुभएको छ र तपाईँको आगामी दिन अझ उज्जवल रहोस्, सफलताले शिखर छुमोस्। हामी मेरो साथी तीर्थराज पाण्डे अनि म नारायण निकालको तर्फबाट सबै पेन्टिङ यो तस्बिरहरू हेरिनुहुने हजुरहरूप्रति रियली अन्तर्आत्माबाट हामी नमन गर्न चाहन्छौँ। तपाईँहरूको उत्तर प्रगति होस्, सदैव भगवान् दाहिने हुन्। म यही चाहन्छु, हामी यही चाहन्छौँ। असाध्यै हर्षले हामी विभोर छौँ। साँच्चीकै तिमीलाई कस्तो लागिरहेको छ? मलाई आउँछौ भन्ने थाहा थियो, अनि सधैँ भेट कहिलेकाहीँ हुन्थ्यो होइन, तर योपालि कस्तो रह्यो तिम्रो भनौँ न? म आएर भेट्यो, हामी सँगै साथमा रह्यौँ जति दिन, कस्तो अनुभूति भयो तिम्रो? असाध्यै अविस्मरणीय रह्यो। हरेक दिन हरेक क्षणहरू हामी यही मेरो कार्यकक्षमै बसेर पेन्टिङ गर्ने काम पनि गरियो। असाध्यै खुसी छु। त्यसपछि हामी ल्यान्डसेप बाहिर पनि गयौँ। पटियानी जुन पोलिटेक्निकल सुशीलको पुरानो साथी 30औं वर्षदेखि बिछुडेको साथीहरूको एउटा वनभोज कार्यक्रममा पनि म एटेन्ड हुने मौका तिमी मार्फत मिल्यो। त्यसको लागि पनि धेरै धन्यवाद। सम्पूर्ण साथीहरूलाई पनि हामी यहाँबाट धेरै मिस गरिरहेका छौँ। अब अन्तमा मेरो कुरा ल एकदम धेरै छ जस्तो छ उसको कुरो। ल आदरणीय भाउजू हुनुहुन्छ, बेल्जियम हुनुहुन्छ सुन्ता भाउजू, उहाँलाई मेरो तर्फबाट अन्तर्आत्मैबाट हार्दिक नमन गर्न चाहेँ। हजुरको यो उहाँ यति व्यस्त बावजुद पनि तपाईँले यति सपोर्ट गरिदिनु भएको छ। अब त्यो भने शब्दमा सायद प्रायः साथी छैन, त्यो कुराहरू म धेरै खुसी छु। धेरै धन्यवाद। के भने शब्दै छैन, त्यही भएर बनिरहेछ नारायण, शब्द छैन मसँग बयान गर्ने भने जस्तो। असाध्यै माया गरिदिनु भएको छ भाउजू। धेरै तिमीलाई भाग्यमानी रहेछु। हजुरले साथ दिनुभयो, सपोर्ट गरिदिनु भएको छ। त्यो सपोर्ट त अब सदैव मिलिरहेको छ, मलाई थाहा छ। माया पनि पाइरहेको छु। त्यही हो, रमाइलो भयो। जति बस्यो म्याक्सिमम् समय मलाई नै दियो होइन। अनि सुनिताको पनि चाहना त्यही थियो कि जहिले पनि तपाईँ भाग्नुहुन्छ, दौडिनुहुन्छ, कहाँ रेकर्डिङ अनेक भन्नुहुन्छ, यसपालि गएर आमाको काखमा बस्नुहोस्, आफ्नो माटोमा खेल्नुहोस्, रमाउनुहोस्, आफ्नो पुराना साथीहरूलाई भेट्नुहोस् भनेको त्यो भन्दा बढी भयो कि मैले एक्सपेक्ट पनि गरेको थिइनँ कि यति रमाइलो भयो। मैले फुल टाइम चाहिँ आफ्नो परिवार साथीभाइलाई दिन पाएँ। त्यो यसपालिको चाहिँ मेरो बहुत यादगार भयो। र अर्को चाहिँ जाँदा तिमीलाई चाहिँ सुनिताले सरप्राइज नै अहिले भर्खर, मलाई पनि थाहा थिएन, मेरो भाइ शङ्कर दिताललाई चाहिँ सबैको कलेक्ट गरेर चाहिँ तिमीलाई सरप्राइज एउटा भेटिहाल्नु भनेर चाहिँ उसले सबैले पठाउनु भएको पैसा पनि रकम है लक्ष्मी। तिमी किनकि पेन्टिङ गर्दाखेरि एकदम एक्सपेन्सिभ सामानहरू महँगो छ, तिमी अरू केही काम गर्दा पनि सक्दैन। त्यो कारणले गर्दाखेरि हामीले केही दिन नसके पनि जुन हातले सहयोग गर्नुभयो उहाँहरूको यो रकम 56,000 सुनिताले सबै कलेक्ट गरेर शङ्कर भाइ मार्फत मलाई अहिले भर्खर उसले मलाई हातमा पनि हालिदियो र मैले तिमीलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। यो सहयोग कदापि भुल्ने छैन। हजुर पनि स्वस्थ रहनुहोस्।
व्यस्त रहनुहोस् होइन। हामीले यो अर्थमा पनि यो रकमहरू ऊ गरी देखाइरहेको भनौँ न, हामीले यो चिजहरू चाहिँ देखाउन नपरोस् भन्न नपरोस् जस्तो लाग्छ रियली जहिले पनि यो गरेको कुराहरू। तर पनि जो आजको समयमा आफ्नो लागि सोच्ने, आफ्नो लागि बाँच्ने यो दुनियाँमा कोही त रहेछ नि मन होइन। त्यो कारणले गर्दा पनि हामीले चाहिँ यो विशेष भिडियो बनाएका छौँ है। त्यसको लागि धेरै धेरै धन्यवाद मेरो दोस्त सबैले सहयोगी हातहरूलाई चाहिँ सहयोगी साथसाथ यत्रो पेन्टिङहरू किन्नु भएको छ माया गरेर सम्पूर्ण मेरो तर्फबाट हार्दिक नमन। तिम्रो आगामी दिन चाहिँ एकदमै राम्रो होस् धन्यवाद। र अझ मिलिरहोस् र तिमीबाट पनि धेरैले प्रोत्साहन पाउनु पाइरहनु भएको छ। साथ सपोर्टहरू अझ धेरै मिलोस् यही कामनाको साथमा। म लास्टमा हामीले बिर्स्यौँ अझ एउटा कुरा याद आयो। फेरि के गर्यो? फेरि के हो होइन, फेरि के हो भनेर हजुर यो अब यो पेन्टिङ देख्नुभयो होइन, यो पेन्टिङ सबैले चिनिहाल्नु भयो होला। म नारायण धिताल परेँ, उसले हामीले पेन्टिङ हात त खासै त्यस्तो समाधान पनि कोसिस गरेको छु। यस्तो बावजुद पनि तिमीले कसरी बनायो होइन, यो तिमीले नि मनबाट बनाएको यो देखिन्छ कि हरेक रङले झल्काइरहेको छ क्या, तिमीले आत्माबाट बनाएको छौ कि होइन। माया लाग्छ। म यो फोटो राखेँ भने म पनि सधैँ यो नै छु भन्ने चाहिँ त्यो फिल गराइदिएको छु। ह्याप्पी हुनुपर्छ भन्ने म कहिलेकाहीँ निराश भएको बेला यो फोटोले चाहिँ तिमीले झस्काउने छौ भने चाहिँ मलाई त्यही भाइब्रेसन अहिले आइरहेको छ रियली है। यो मेरो लागि थ्याङ्क यू सो मच तिमीलाई। अब अर्को टाढो जानु पनि भयो है, चाँडो गर्दा यस्तो भएको छ तिम्रो यो चाहिँ मैले बनाएको पेन्टिङ उसको लागि होइन, जीवनको अन्तिम क्षणसम्म पनि यादगार रहिरहोस् भनेर चाहिँ असाध्यै खुसी लाग्छ। आफ्नो तस्बिर आफैले सघाउनु पाएको छ। मेरो साथी नारायण नेतालाई धेरै धेरै धन्यवाद। मेरो तस्बिर मेरो चित्र मैले हेर्नु भएको छु, सधैँभरि राखिराख्छु सम्झना स्वरूप मेरो साथी। थ्याङ्क यू सो मच सबैलाई धेरै धेरै धन्यवाद। यति धेरै माया, यति धेरै सद्भाव हजुरले दिनुभएको छ। सबैको कल्याण होस्, जय होस् है साथी, तिम्रो राम्रो होस्।